बिहानी सबैजनालाई यो बिहानको उज्यालो न्यानो न्यानो सूर्यको प्रकाश सबैजनाको शरीरमा बसेर सबैलाई स्वस्थ बनाउनु युट्युब च्यानल स्टार्ट गरौँ आफू छ तपाईँहरू सबैजनाले साथ र सपोर्ट दिनुहुनेछ अहिले खासै केही पनि छैन देखाउनलाई न त म कन्टेन्ट क्रिएटर नै हो फेरि पनि आफ्नो इच्छाले मन रहर पुरा गर्नलाई चाहिँ स्टार्ट गरिरहेको छु म चाहिँ यसमा विशेष गरेर अब आफ्नै पेज खोलेर गर्न चाहन्छु सबैजनाले हेरेर मलाई सपोर्ट र साथ दिनुहोला हुन त यसमा त एकदमै त्रुटिहरू आउन पनि सक्छन् किनकि म एकदमै र भिडियो हाल्नेछु किनकि मलाई एडिटिङहरू गर्न यताउति गर्न अहिले फिलहाललाई केही पनि आउँदैन जस्ट जे खिचेको छु त्यही मात्र हाल्ने मेरो कोसिस हो र आफूलाई चाहिँ के भनौँ भुलाउने एउटा बाटो खास त तपाईँहरूलाई नयाँ नेक्स्ट भिडियोहरू देखाउनेछु हेर्नुहोस् मेरो घरबाट राम्रै हिमालयन रेन्जहरू पनि देखिन्छ अहिले त अलिक धेरै नै भइसक्यो बिहान हो त्यसले गर्दा अलिकति टाढा देखिन्छ म चाहिँ एकदमै शुभ बिहानीमा चाहिँ नजिकै देखिन्छ खास आज म चाहिँ मम्मीलाई भेट्न घर जाँदैछु त्यसको लागि म चाहिँ रेडी भइसकेँ बाबुलाई पनि रेडी गरेर एकछिन सुताएको छु किनभने सँगै रेडी हुँदाखेरि चाहिँ मलाई अलिक डिस्टर्ब गर्ने भएको भएर अहिले आनन्दसँग गर्न पाइन्छ सो म तपाईँहरूलाई मेरो घर जाने बाटोतिर घर त के भनौँ माइती घर भनौँ होइन घर त मेरो यहीँ हो गएको पनि केही सर्ट भिडियोहरू चाहिँ खिच्छु है म खासै मेकअप त गर्न जान्दिनँ र गर्दिनँ पनि थोरै टचअप चकाउनुपर्छ अरू मलाई केही नभने टिकी चलाउनुपर्छ म बिमारी त नि त अब मलाई चाहिँ यसो गरिरहेको छु कि टिकाहरू कतिजना साथीहरूले यस्तो गर्नुहुन्छ किनभने हतारको बेलामा टिका लगाउनै बिर्सिने होइन यहाँ यसो गरिराख्यो भने चट्ट लगायो ट्याप्प बस्यो रेडी म चाहिँ घर जाँदैछु है अझ पनि अहिले चाहिँ हावा लगाइरहेको छ त्यसरी घाम लागे पनि रमाइलो लाग्छ कि मलाई घर जाने बाटोको चाहिँ यो वाला बाटो चाहिँ एकदम रमाइलो लाग्छ कि है अब यति मात्रै हेरेर तपाईँले बुझ्नुभयो होला मेरो माइती चाहिँ कता हो भनेर साह्रो कस्तो मजा लाग्छ हौ त्यस्तो सो म अहिले घर आइसकेको छु हेर्नुहोस् मम्मी बाबाहरूले कस्तो मजासँग सब्जी लगाउनुहुन्छ यो सबै मेरो बाबा र मम्मीको कमाल हो गुन्द्रुक कतिजनालाई गुन्द्रुक मनपर्छ कस्तो मिठो मलाई त कस्तो मिठो बास्ना आइरहेको छ बाहिरसम्म तपाईँहरूलाई भिडियोबाट सुँगाउन मिल्ने भएको भए यो फुलहरू मेरो श्रीमान र मेरो बेबी बच्चा मम्मी घाम ताप्दै हुनुहुन्छ फुलको हेलो बच्चा सार्थक आमा घर आएको छ मम बजेलाई भेट्न मम्मी यहाँ हुनुहुन्छ घाम ताप्दै यहाँ तरकारी देख्नुहुन्छ यहाँ यो चाहिँ चाना हो मुलाको चाना बारीमै फलेको मुलाको चाना मेरो बाबा यहाँ हुनुहुन्छ हस् फुल सोस्तानी फुल कतिजनाले सोस्तानीको पर्तलीहरू भएको छ या फिर सोस्तानीको पाठ पनि चाहिँ गर्नुभएको छ ल सबैलाई सोस्तानी माताले रक्षा गरौँ यो मसरुम सुप बनाउनुपर्छ यो चिसो भएको छ नि त त्यसले गर्दाखेरि खासै केही छैन यसको सबैलाई बनाउन आउँछ होइन यहाँ चाहिँ चिया हो उम्लिरहेको छ मलाई फेरि चिया चाहिँ बेसी उमाली खान मन लाग्छ त्यसैले गर्दाखेरि यो जाडोबाट सबैजना बस्नु होला चिया र बिस्कुट आजको नास्ता यही खानुपर्छ हो मेरो दिदी र छोरा आउँदैछ हाई दिदी हजुर छोरा ल भाग्यमानी हो मेरो बच्चा मेरो छोलो हो मेरो छोरा मेरो ठुलो छोरा साइमन गुरुङ अब म घर फर्किँदै त बाई मम्मी र मेरो छोरा पनि बाई बाई अब हामी घर जाने हो ल चलो अपने घर चलो साथी लोग दिनभरि घाम खायो बस्यो आयो मिठो गफ भयो
जुन कराइसकेँ एकदम चिसो छ त्यसरी चिया बनाएर खानु भएको मैले अघि नै भने जस्तो मलाई चिया फेरि यसरी चलै उमाली खानु मनपर्छ अब यहाँ चाहिँ मेरो कफी बनाउनु भएको एकदम चिसो छ चिया इज रेडी टु सर्भ अब गएर तातो चिया खाइहाल्नुपर्छ अनि त्यसपछि डिनरतिर लाग्नुपर्छ या ब्रह्मा वरुन्द्र रुद्रमतिस्ति देवेश देवेद साङ्गोपसनि सगाद्या समागादानवस्थिते ततगमने मनसा पसन्ति या योगिनी ईशान्तबिन्दु सुरसुरग्राय देवाय तस्मै नमः श्रीमा चन्दन चर्चित जलप शुक्लबल्ल मल्लिका माला ललित कुण्डल प्रवित संयुक्तवाली शोभित सर्वज्ञान निदान पुस्तकधारा रुद्र समारधारा भक्ति विबन्धन भुजे वसुत त्रिकुलमत चिरमा मुख करति वाचल पङ्गु लगायते गिरिमा यत्कृपतमा वन्दे परमानन्द माधव नमो भगवती तस्मै व्यासमित जसेश प्रसाद चमी नारायण करा निमामा नारायणी नमस्कृत नरोचित नरोत्तम देवी सरस्वती व्यास जय बोलो श्री सुस्तनी माता की जय 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 सुस्तनी माता की जय जय अथ अष्टदशो अध्याय जालन्धर खसेको शब्द वृन्दाले सुनेर यो के को शब्द रहेछ भने हेर्दा जाँदा आफ्ना स्वामी जालन्धरको मृत शरीर देखेर तरको विलाप गर्दै भन्न लागिन् यस्तो अवस्थामा मलाई एक्लै छाडी तपाईँ उपयन्तु मङ्गलव सकल जङ्ग मङ्गलाय श्रीमान अधिकनर किनारे निबोधितम नलेन्दलन चुन कृष्ण काले वसन्तु पच्चनी पृथ्वी सस्यशालिनी देशोदय छोडभित्र ब्रह्मा सन्त निर्भय अपुत्र नपुत्री नचन्तु पौत्र नचतु यो चाहिँ मेरो बाबुलाई चाहिँ जाडो महिना छ नि त सो तेल सेकाउनको लागि चाहिँ यो कोइला बनाउँदै हो यसरी बजारमा त कहाँबाट सबै दाउराहरू पाउँ होइन यसरी पुरानो कराईमा चाहिँ यसरी काठहरू हालेर कोइला बनाउँदैछु अब यो लगेर यो कोइला बनिसकेपछि बाबुलाई सेकाउँछु यसरी मैले बच्चालाई सधैँ कोइलामा नै सेकाउने गरिरहेको छु